हाम्रो सुरुवात भनेकै अलवादा मलबाट स्टार्ट हुन्छ है। Here is अलवादा मल। We are on the way। छुट्टीमा जाँदैछौँ ईदमा। तपाईहरुको के छ स्पेशल ईदमा? ईद मुबारक टु एभ्रीवन। सबैलाई ईदको धेरै धेरै शुभकामना छ। यहाँ हामी अबुधाबीमा छौँ र अब हामी जाँदैछौँ अब ईदमा यहाँ छुट्टीमा के लिन्छौँ सामान भनिसक्नु भयो त्यहाँ सामानहरू दिँदैछौँ भनेर बाटोमा जाँदा के लिनेछौँ हेर्छौँ। त्यस्तो स्पेसल हुँदैन आज ईद स्पेसल भनौँ धेरै भए त ब्लग नगरेको नै त्यहीबाट ब्लग गर्ने भएर यहाँ खाया सन्डे छुट्टी पनि हो मेरो पनि छुट्टी छँदैछ नानी मेरो छ 3 दिन छुट्टी अनि त्यही हो अब हामी जाँदैछौँ बाटोमा के गर्छौँ त्यहाँ गाह्रो छ हेर्नु यहाँ हिरो हुने मान्छे हो यहाँ दुबई आएर गाह्रो छ यहाँ फोटो खिच्नलाई अरे भिडियो बनाउनलाई मलाई लिएर यहाँ छुट्टीको बेलामा जाम भनेर सामान लिन गइन्छ होला तर सामान लिने बाहना गरेर मलाई यहाँ फोटो खिचाउन भिडियो बनाउन ल्याहान यहाँ के गर्ने अनि बुढाको आफू फोटोग्राफर भइया तर ठिकै छ खुसी लाग्छ हिरो हुने मान्छे यहाँ आएर हेर्नु हिरोले पनि त्यति भिडियो बनाउँदैन फोटो खिच्दैन होला मलाई त्यति हो यो हाम्रो नेपालीको पार्क के अरे यो के अरे भाइरल फुलमा आम यहाँ अब हेरौँ घाममा झन् राम्रो होटल किन भएको त कालो हुनुभएछ कालोको नेक्स्ट लेभल छि हात कस्तो डढेको लगाइछ अब हामी यहाँ गएर मैले फोटोसोटो खिचिदिन्छु उहाँको फेसबुकमा गएर हेर्नु उहाँको फेसबुकमा अनि केमा टिकटकमा गएर भिडियो होला आइपुग्नु सकिएन सकिएन के गर्नु कस्तो राम्रो भ्यू चाहिँ राम्रो आएको छ हेर्नु त कस्तो राम्रो यहाँ त आइरहेको यो हाम्रो नर्मल जस्तो भइसक्यो कि अबुधाबीको भाइरल पुल त सबैलाई यो नेपालीहरू सबैलाई हामी नेपाली सबैलाई थाहा छ कस्तो राम्रो पानी उस भएको है पौडीम जस्तो है कता खिचिदिने त भिडियो यस्तो घाममा के फेरि सुनि 12 बजेको घाममा ल्याएर ए भगवान् के गर्ने होला राम्रो त राम्रो छ यस्तो राम्रो छ हेर्नु है यो झर्नाको साउन्ड सुन्नु यो वाटरफलको यस्तो चराचुरुङ्गी यहाँ परिवारसँग कस्तो राम्रो यो भाइरल पुल मेन आबुधाबीको भाइरल पुल त्यही छ है यो कस्तो राम्रो यस्तै छ गाइस यहाँ यस्तो घाममा टन्टाल पुग्यो घाम हेर्नु त कता गयो घाम यस्तो टन्टा पुग्ने घाममा ल्याएर पसिनेपछि अहिले त गर्मी लागिसक्यो कि यहाँ दुबईमा खासै घाम भइसक्यो बाहिर हिँड्नै सकिन्न यस्तो गर्मीमा गराउनु पर्दैन कि भाइरल हुने यो भाइरल पुल हो भाइरल पुलमा हामी कहाँ सिधा बनाउने हो भिडियो के सकिएन गाइस के गर्ने मोडल हुने मान्छे यहाँ दुबईमा आएर गाह्रो छ गाइस धेरै गाह्रो छ इन्डस्ट्री नै डाउन भइरहेको हो मा त्यस्तै लागिरहेको इन्डस्ट्री त डाउन होइन कि उस भइरह होला हेर्नु यस्तो राम्रो फुलहरू उसमा गर्ने अनि के गर्नु यहाँ त हरियाली हो झन् यहाँ हरियाली हुन्छ राम्रो छ पार्क यहाँ सकेपछि उहाँको फोटोसोटो सेसन गरेर भइसकेपछि चाहिँ हामी चाहिँ उहाँ जान्छौँ सपिङ गर्न किनकि आज ईद हो ईद कभर लगाइरहेको होला धेरै भयो बाहिर नहिँडेको नि त्यसपछि के किन्छौँ तपाईँहरूलाई पनि देखाउनेछौँ हामीसँगै रहनु होला अब यहाँ म फोटो खिचिदिन्छु है ल के अरे बाबा त्यहाँ फोटो खिच्न जानु किन्न मानेको अरे कसलाई अरे ल हेरौँ त कसलाई अरे ल केटीदेखि लाज लाउने अनुहारलाई हेर्नुहोस् है यहाँ कोहीसँग बोल्नु सक्दैन सुन्नु भयो ल बोल्नु भयो ल कमेन्ट गर्नु है ल केटा मान्छे भएर बोल्दैन नि बाबा ल लाज लाग्ने मान्छे केटा हो अनि ल हामी चाहिँ फर्क्यौँ यहाँबाट अब जान्छौँ फोटो खिच्दा हजुरको चाहिँ फोटो खिच्यो अब फोटो खिचेर अब मिना जान्छौँ मिना तिराउनु गरिम भयो चिसो खाएर रेडबुल त खाना रेडबुल खान्छु भएर ल खै है ल कहाँ के खाने अरे रेडबुल ल अब यहाँबाट गएर अब मदिना छ अगाडि त्यो मदिनामा गएर चिसो घाम होला यस्तो घाम छ नि त कस्तै घाम छ मदिनामा गयो त्यहाँ चिसो खाएर हामी चाहिँ अब मिना जान्छौँ मिना गएर सामान किन्छौँ कि अब फ्रेस जुस कुन त्यो सानो फ्रेस जुस त हुन्न छ फ्रेस जुस कस्तो लाउँछ है त्यहाँ मदिना जान्छौँ त्यसपछि
मदिना गएर मदिना गएर जुस लिन्छौँ जुस लिएर सिधै मिना जाने हो मिना गएर त्यसपछि सामान लिएर आइन्छ त्यसपछि घर के अरे गयो ईद त्यसै ईद गयो के भनेर लास्ट लिदियो म्याङ्गो पिज्जा त्यो लेमन र मिन्ट लिउ के राम्रो हुन्छ ल ल ल म त यता रेड बुल खान्छु एउटा सानो सानो खाले होइन हौ यो सानो पैसा दिन्छ तिमीले ल अब हामी जुस खाएर दौडिन्छौँ यहाँ चाहिँ होला अफरहरू के अरे पैसा कति छ है मेरा पैसा देखाउनु पैसा देखाउनु ल यहाँ काउन्टरमा आउनु अब निस्क्यौँ हामी यहाँ फ्रान्स पनि अफरमा बाबा त्यस्तो चाहिँदैन लिनु न यो पैसा गइसक्यो कति गयो कति राम्रो हेर्नु त मनीको लानु रहेछ यहाँ ल हामी निस्क्यौँ ल उहाँको रेड बुल मेरो यो के अरे पाइनएप्पल प्लस जुस कति गइसक्यो यो मदिनाडा निस्किसक्यौँ अब हामी मिना जाँदैछौँ गइहाल्छ नि आज ईद मुबारक हामीलाई के जे भए पनि यो देशमा बसेपछि त त्यो उसो अप्नाउन परिहाल्यो नि एक्सेप्ट गर्नुपर्छ नि मान्नपर्छ एक्सेप्ट भन्दा पनि मान्नपर्छ ल हामी जाँदै गए गाइज ल फाइनल्ली हामी चाहिँ फेरि यहाँ यो मिनाको 1 to 10 गिफ्ट सपमा यहाँ चाहिँ बेला बेला हामी आइराखिन्छ अनि यहाँ चाहिँ नर्मल्ली हाउस होल्ड सामानहरू अनि यताउता ख्याचाङ कुचिङ चाहिँ अफरमा पाउँछ कि त्यही भएर हामी चाहिँ कहिलेकाहीँ समटाइम्स आइन्छ होइन समटाइम्स होइन एकदम लामो समय हो 3-4 महिनापछि आए जस्तो लाग्छ हामी हो यहाँ हो यो सस्तो सस्तो पाउँछ सामानहरू आज चाहिँ हामीले के किनिदिन्छ त यहाँ सरफहरू अनि साबुनहरू त्यही यताउता हो कोही छैन त मान्छे आज खाली रहेछ धेरै नकिन थोरै किन ल तेल हामी ओइल हेर्दैछौँ यहाँ सस्तो रहेछ अरूतिर यहाँ कति 9 यसलाई 10, 11, 12 कति पर्छ त्यो तलको त्यसलाई अस्ति मैले 12 रुपियाँमा किनेको यो भेजिटेबल ओइललाई यो कुकिङ ओइललाई चाहिँ अस्ति कति छ यो चाहिँ सनफ्लावर ओइल हो नि त्यो 5 लिटरको त्यही ठिक छ होला है धेरै खाने होइन अब त्यो एकचोटि लसी त पुग्यो त कति महिनालाई त्यो त डाउने कुनवाला फ्लेभर उदु लेभेन्डर खालको राम्रो हुन्छ कि कम्फर्ट अर्कै बसाउँछ त्यसले यो डाउने नै लिएर जानुपर्छ किनकि फेब्रिक कन्डिसनर के गर्छ लेभेन्डर मक्स हेरेको मेरो लेभेन्डर काम हुन्छ त खै त्यो त अर्कै खालको छ भ्यानिला फ्लेभरको त्यो राम्रो भएन खै 34 अरे कति लिटरको 34 34 छ त 10 1 लिटरको यो कति लिटरको र यो लिटर कति हेर्नु न साइड छोडिदिनु अरे त्यो के लिन अरे साबुन मेन मार्केटमा यहाँ घुमिरहेको बाबा बाथरुममा राख्नलाई कुन छ बडी यस्तो खालको भनेको कि पैसा हेर्न कति छ 4 रुपियाँ हो कि यसलाई
पैसा हेर्ने केही मान्छे दिएन त पैसा हेर्ने त हो त नि यार लास्ट डे अति गर्ने पैसा खालको ल्याइदिनु कति रहेछ अरे त्यसलाई 19 अरे भयो पर्दैन दुईटा लैजाउँ के गर्ने त्यो एउटा ठुलो साइजको हो रकम हेर्नुपर्छ यो 14 होइन त्यो चाहिँ कति त 4 रुपियाँ होइन र त्यस्तो खालको त हुन्न अब छि हुन्न त्यस्तो घौटो परेको त्यही ठिक छ त्यस्तो घौटो परेको चप्पल ल्याइदिनु त्यस्तो घौटो परेको चप्पल ल्याइदिनु हो त्यस्तै लिएर जाने कति किन्नुभयो सामान तेल हातमा छुँदै प्लास्टिकको नि पैसा लाउँछ यहाँ हेर्नु के गर्नु हाम्रो नेपालमा त्यतिकै फाल्छन् प्लास्टिक धेरै पैसा लाग्छ ल हामी जाँदैछौँ भ्यायो अब मिना जान्छौँ उता मिना त्यो खानेकुरा किन्ने होइन र पकाउने के त कतै जान्छ फेरि ल ल यहाँ नजिकै हुन्थ्यो भनेर हो नि त यहाँ के छ यो कुप छ सबै छ ल के किन्ने भयो भन्नु त ल यहाँ किन्यो गाह्रो भयो हिँडेपछि पैसा सकिन्छ कि नआइने भन्ने चाहिँ अब किन्न जरुरत हुन्छ नि त नेट सामान किनेको तर पनि फेरि हिँड्ने चाहिँ पैसा सकिहाल्छ किन्न ठिकै त्यो प्राइस चाहिँ धेरै किनेनौँ मनलाई बाँधेर हिँडेको यहाँ के हो यस्तो के नेपालतिर कस्तो यस्तो गएर काम हुँदैन जाँदा नि यहाँ योचोटि काम सक्यो भयो नन्द हुन्थ्यो तर उता चिन्नु भएर गरे 2 बजिसक्यो भने त यहाँ 2 बजिसक्यो अब तरकारी किनिन्छ अनि जुस किनिन्छ के जुस हो ओरेन्ज जुस किन्नुहुन्छ ओरेन्ज जुसले पनि लाउँछ यहाँ यता त दुबईतिर हेर्नु नेपालतिर ओरेन्ज जुसले लाउँछ कि नि यता ओरेन्ज जुसले पनि लाउँछ त्यही हो हजुरले त्यही हो हिजो राति पनि खाना बनाइएन नि त हैन खाना आइएन 2 बजिसक्यो थियो नि ड्युटीमा गएको मान्छे पनि 2 बजे आएको थियो 2 बजे आएर फेरि म चाहिँ ड्युटी गएको ड्युटीबाट फेरि टाइम भएर फर्केको मान्छे आज पनि होटलमा खाना भएन बनाएर खानु पर्यो बाटो कताबाट राइट हो राइटै होला आई थिङ्क बाटै चिन्दैन मान्छेले धेरै टाइम लङ टाइममा आइरहेको यो उतादेखि आबुधाबी मलतिर आयो त के अब म उता हो नि त बाबा कस्तो कुरा गरेको नजिक जस्तो गर्ने के समुद्रपारी एक्सक्युज मी समुद्रपारी होइन हो यता लेफ्ट साइडतिर हो लास्ट गर्ने केही चिन्ने होइन यत्रो वर्ष विदेशमा बसे पनि हामी बाबा लोकेसन लाएर हिँड्नुपर्ने हुन्छ घुम्दैन नि त त्यस्तो हामी घुम्छौँ त ड्युटीबाट आउँछ त थाहा पाएको त र मुसाबा साबिया पनि त हल्छ ल आइछ ल गाडी कहाँ गरेर फाइन नि हो है यस्तो ठाउँमा गएर डोकेर रहेछ रिभर्स नगरिकन यो उसमा गएर के अरे अब यहाँ हेर्नु एक गाडी कति वर्ष अरे लाइसेन्स निकाल्नु भएको तर पनि कति फाइन आउँछ नि यस्तो फाइन आउँछ हेर्नु विदेश भन्न मात्रै हो फाइनले तिर्दा ठिक्क भयो त्यही फाइन नभन्नु त ल पुरै नभयो यहाँ अब एउटा सानो मिठो फाइन भनेको 500 रुपियाँ आइहाल्छ तिराम होइन 20,000 त्यति चाहिँ लाग्छ चाहिँ महिनामा अहिलेसम्म भगवान्को आशीर्वादले दुईटा फाइन चाहिँ आउँछ आइरहेछ भगवान्को आशीर्वादले फाइन आउँछ थोरै
युए गभर्मेन्टलाई चाहिँ धनी बनाउनु मेरो पनि ठुलो हात छ। यहाँ अरू स्पिड क्यामेरा चाहिँ खाइँदैन झ्याप्प, किनभने अब रोडमा डेली कुदिरहेको हुन्छ नि त हामी होइन, त्यो देखाइन्छ क्यामेरा कहाँ छ कति स्पिड छ त्यो चाहिँ थाहा छ कि त्यसमा चाहिँ आउँदैन फाइन आउनु भनेको मलाई चाहिँ एकदम धेरै यो पार्किङले गर्दाखेरि, किनभने ड्युटीमा बिहान गएर साँझ 6:30 7 बजे आइपुग्छु रुममा होइन, त्यति बेला पार्किङ अलमोस्ट फुल भइसक्यो हुन्छ क्या, पार्किङ राख्न पाउँदैन, कहिलेकाहीँ अब यताउता तलसम्म राख्दाखेरि फाइन आइरहेको छ। यो मन्थमा पनि मलाई कतिको 400 को दुईवटा फाइन आइसक्यो, 30,000 नेपाली 30,000 को चाहिँ फाइन आइसक्यो, महिनाको 30,000 रुपिसको यहाँ मैले गभर्मेन्टलाई पे गरिरहेको छु। भनेपछि मेरो युए बनाउनलाई डेभलप गर्नलाई मेरो पनि ठुलो हात छ कि ठुलो हात हुने मान्छेको आफू चाहिँ भुक्कै अनि उस्तै हात छ। फाइन चाहिँ एउटा त्यो पार्किङको भयो, क्यामेराको त अवश्य लागिसक्छ होइन, अनि हाम्रो यो लेन चेन्जहरूको पनि आउँछ। पहिला मैले लेन चेन्ज पनि 1-2 चोटि खाएको भर्खर गाडी चलाउँदाखेरि पछि थाहा भयो कसरी लेन चेन्ज गर्ने भनेर होइन। यहाँ अब नेपालमा जस्तो ट्राफिक बसेर फाइन हान्दैन क्या, यहाँ पुरै ठाउँमा क्यामेरा हुन्छ, सेन्सर हुन्छ, अलिकति मिस्टेक भयो कि अटोमेटिक आउँछ। पर्सनल गाडी छ भने चाहिँ उठेर मेसेज आउँछ होइन। अब मेरो त अब गाडी छैन, गरिब मान्छे, कम्पनीको गाडी हो, अब कम्पनीलाई मेसेज जान्छ, फाइन आइसकेको 2-4 दिनपछि बल्ल कम्प्लेन कल आएपछि मलाई थाहा हुन्छ। अनि अर्को फाइन भनेको यो जेब्रा क्रसिङ, मान्छेहरू क्रस गर्दैछ, क्रस गर्न लागेको छ भने त्यतिखेर चाहिँ हामीले वेट गरेर मान्छेलाई क्रस गर्न दिनुपर्छ कि, त्यति गरिएन भने चाहिँ 800 रुपियाँ, यहाँको 800 दिरहम फाइन, अनि प्लस ब्ल्याक पोइन्ट 6 ब्ल्याक पोइन्ट आउँछ। मेरो अहिलेसम्म 14वटा ब्ल्याक पोइन्ट आइसक्यो, अनि 24वटा ब्ल्याक पोइन्ट टोटल लाइसेन्समा 24 ब्ल्याक पोइन्ट भयो भने चाहिँ लाइसेन्स क्यान्सल हुन्छ, गाडी हामीले चलाउनु पाउँदैन होइन। त्यो फेरि 1 साल जस्तै आज मेरो अब 4वटा ब्ल्याक पोइन्ट आयो मेरो फल्ट भएर, अनि यो चाहिँ 1 सालपछि चाहिँ अटोमेटिकली रिमुभ हुन्छ त्यो 4 पोइन्ट चाहिँ होइन। अनि अझै पनि हामीले अब एक्स्ट्रा कम्ती गर्न छ भने चाहिँ यहाँ अब टाइपिङ सेन्टर हुन्छ होइन, टाइपिङ सेन्टरमा गएर अब त्यो हटाउन मिल्छ ब्ल्याक पोइन्ट, तर एउटा ब्ल्याक पोइन्टको 50 दिरहम 100 दिरहम त्यस्तै लाग्छ अरे। मैले चाहिँ गरेको छैन अहिलेसम्म होइन, मेरो अलिकति ब्यालेन्स छ नि त, गरेको छैन। यहाँ चाहिँ एकदम ख्याल गर्नुपर्छ यहाँ युएमा गाडी चलाउँदाखेरि। अझ दुबईमा त कुरै नगर, दुबईमा त म गाडी नै थाहा हुँदैन, गाडी हिँडेकै रोडै थाहा हुँदैन, दुबईमा चाहिँ अब मैले बाटै चिने होइन, हामी त लोकेसनतिर जाने होइन, त्यसै अप्ठ्यारो हुन्छ। त्यसपछि त्यहाँ फेरि अब के छ भने 80 को रोड छ, 100 हिँड्न पाउँछ, 20 एक्स्ट्रा हिँड्न पाउँछ। त्यो फेरि अबुधाबीमा छोडेर, अबुधाबीमा कस्तो छ भने 100 को रोड छ भने हामी 100 प्लस जान भएन कि, 100 छ भने बिलो 100 हिँड्न पऱ्यो, तर अरू स्टेटमा चाहिँ +20 चाहिँ एक्स्ट्रा जान मिल्छ। फाइन चाहिँ साह्रै आउँछ गाइज यहाँ अबुधाबीमा। दुबईमा कति आउँथ्यो होला अब? दुबईमा नि आउँछ, अब त्यहाँ बसिसकेपछि त त्यहाँको रहनसहन थाहा हुन्छ, तर पनि त त्यहाँको कतिपय मान्छेलाई थाहा हुँदैन नि त्यो। एकैचोटि हामी त्यहाँ गएर बस्यो भने चाहिँ गाह्रो हुन्छ। तर अबुधाबीमा चाहिँ अलिकति उस छ कि मतलब उसमा उसकोले फेरि दुबईको मान्छेले होइन यहाँ अबुधाबीमा आयो भने उताको मान्छेले भन्छ यता गाह्रो छ, फाइनहरू धेरै आउँछ, स्ट्रिट छ भन्ने कुरा हुन्छ। तर स्ट्रिट चाहिँ छ न त होइन, अलिकति त्यही हामीले रुल्स फलो गरेर चल्नु पऱ्यो कि हामी गाडी चलाउँदा यताउता लेन चेन्जहरू गर्दाखेरि ओभरटेक गर्दाखेरि चाहिँ अलि कन्ट्रोल गरेर चलायो भने चाहिँ फाइन चाहिँ आउँदैन भन्ने हो। तर मेरै आउँछ सबभन्दा धेरै हो त्यही गर्नु धनी मान्छेकै त्यस्तो के आफैले बुझेर पनि कहिलेकाहीँ आइरहन्छ फाइन चाहिँ। फाइन भनेको त्यो जस्तै भएको छ कि अरे फ्रीमा पाएको गिफ्ट जस्तै भयो, फ्रीमा पाएको गिफ्ट हो कि उसमा पाएको जस्तो गिफ्ट होइन, गिफ्ट त उस हुन्छ नि। हो फाइन आयो भनेर आत्तिनु भएन, अब मादर लाग्छ पाइने अब गाडी भन्दा बसमै किनेर फाइन त आउँथेन। तर आफ्नो डेली युजको लागि त चाहियो नि त अब गाडी। तर बसमा पनि हिँड्दाखेरि मैले फाइन खाएको छु, बसमा पन्चिङ गर्नुपर्छ नि त, बसभित्र पस्दा अनि बसमा आउँदा होइन। एकचोटि चाहिँ त्यो लास्ट धेरै अगाडि मेरो लाइसेन्स नहुँदाखेरि बसमा पसेको रस थियो कि धेरै, पन्च गरेको पन्च भएर हिँड्छ, अगाडि चेकिङ आयो कार्ड माग्यो, म त ढुक्क छु मैले गरेको भनेर होइन, कार्ड यस्तो दिएको अनि पन्च चाहिँ भएको रहन्छ कि, अनि मागेर कार्ड इन्टर साइड माग्यो अनि 200 रुपियाँ
छ मैले पे गरेँ होइन छैन छोडेर जाने बेला चाहिँ क्यान्सलेसन त्यो फाइन चाहिँ मेरो इमेल आइडीमा छ नि त क्यान्सलेसन गर्ने क्यान्सल गर्नेले नेपाल जाने बेलामा चाहिँ त्यो क्लियर गर्नुपर्छ होइन फेरि एयरपोर्टमा प्रब्लम हुनसक्छ होइन मैले गर्छु भने अनि त्यतिकै भइरहेको इन्शाअल्लाह अब फाइन त यो फाइन चाहिँ कुरा चाहिँ फाइनले चाहिँ धेरै तनाव गराएको छ के गर्ने त्यही छ ल अब हामी चाहिँ मदिना जायद आयौँ ल यो चाहिँ मदिना जायद अब यहाँ आइनुलाई अलमोस्ट यो हामी यसलाई चाहिँ चाहिँ त्यो उसको यो उसनिर हो अब मदिना जायद गएर सब्जी लिएर अब सिधै घर गएर पकाएर खाएर सुतिन्छ गाइज बुचरहरू यस्तो यहाँ मासुको खसीको मासु खसीकोले चाहिँ आन्द्राभुँडी लाने भने किनभने आन्द्राभुँडी पनि म भैँसीको हो भैँसी बफाको भैँसी कहाँ हो त यहीँ हो दुई पसलमा हो खै के रहेछ यहाँ के को खुस हो यो अरबिकमा लेख्छ खुट्टा हेर्नु नि यहाँ कस्तो केही छैन त्यो खुट्टामा यो खुट्टामा केही छैन आन्द्राभुँडी यहाँ यस्तो रहेछ के अरे कति केजी कसरी के 125 केजी 2 केजीलाई भत्किएर नि त्यो छाप्स हाल्नु है धेरै त्यो उसके हो त्यो धेरै हो त्यो धेरै हाल्नु त्यो सयपत्रीवाला त्यो नि सयपत्रीवाला त्यो त मिन हालेकै छैन त खै कहाँ त त्यो हालेकै छैन त छुटे पो धेरै डाल्ने भनेको त्यसको धेरै नै रहँदैछ यसको टाउको हेर्नु न यो खसीको खाइने पैसा त माया भयो यार दाजु खर्च भएको ल अब हामी सब्जी लिएर अब जान्छौँ सिधै गएर खाना पकाएर खाएर कति बनाउँछ होटलले जाने त होटल कसरी भिडियो खिच्दा केही हुन्न भन नि त सब्जी किन्न के अरे प्याज हेर्छ कति रुपियाँ केजी हेर्छ र प्याजको प्याज पनि हाल्ने कितना केजी है प्याज हाउ मच 4 केजी अरे हिजो 1 किलो थियो त मदिनामा टोमेटो रहेछ धनियाँ यो सब्जी मंडी यस्तो रहेछ यो सब्जी मंडी यस्तो हुन्छ यो मदिना जायदको ठिक अलि साह्रो हाल्नु 4 रुपियाँ केजी टोमेटोमा कति महँगो भाइ महँगो भन्दा पनि अहिले त अफरमा त दिनुपर्ने अफरै रहन्छ ल अनि धनियाँ लिनु न धनियाँ खुर्सानी लिनु न धनियाँ त हाल्नु परेको लेमन पनि लिनु न लेमन रहेछ यहाँ यस्तो लेमन यस्तो उयो होला धनियाँ हो त्यो धनियाँ जस्तो पातुन्छ धनियाँ होइन त्यो धनियाँ होइन त्यो यो हो धनियाँ जस्तो पात हुन्छ यो मुला यस्तो छ हो त्यो ठिक हुन्छ लामो सही हो त्यहाँ
के अरे राति रुन्न त आइहाल्छ नि खुर्सानी खुर्सानी लिनु बुझेछ होला अलिक छ अलि भयो नि धनियाँ भयो खुर्सानी भयो टोमेटो भयो पेस्ट छ त अनि देख्छ यार टुना हाल्नु त्यहाँ त अस्टै हिजेरी चाहेको खुर्सानी पनि यस्तो मान्छेलाई के भन्नुहुन्छ हजुर खुर्सानी चाहेर त्यो मान्छे जुठो हालेर कता जुठो खुवाउनु त हाल्नु ल ल थोरै नखानु थोरै हाल्नु धेरै नहाल्नु ग्राम भएर यहाँ उस गरेको त्यो सब्जी उस किनेको त्यति भयो 10 ग्राम भनेको कति 370 सक्खर हो सक्खर ए त्यो पिँडालु हो कि यो कसरी तरुल अरे कसरी तरुल यो पिँडालु यो योदेखि त सक्खर अन्ड भयो नि पैसा दिएको हो म कहिले जाने र चरो लाउने क्या मकै खाना नि है नेपालमा त यो त उसँग खानेको नजाने जाने भयो र हामी सब्जी मन्डीबाट नि निस्क्यौँ है अब सब्जीबाट निस्केर सिधै घुम होम गएर खानु भोक लागिसक्यो खाना पकाएर खाएकै छैन अब खाना पकाएर खाएर जाने फेरि के लाग्यो र नहालिदिनु लाग्यो लेडिज न अहिले नि त छिटोको च्याप्कियो अब आउँदैन हाल्नु त्यही पनि यसो ट्राई गर्नु मेरो कस्तो राम्रो हो राम्रै छ नि त गाइज राम्रै छ गाइज त सबै माग्न छ खाइदिनु न के गर्ने र नहालिदिनु लाग्यो के नङको जेल एकछिन न कस्तो होला कस्तो छैन यो त ठुलो हुन्छ कि अब यार लागेन भने वेट करो त्यहाँ त सेतो छ केटी जस्तै मान्छे त बिल्ला होइन के ट्राई गरेको हो नि त अन्त म सेतो लिएर हिँड्नु अनि निकाल्नु पर्छ कि यसलाई मैले पालिस लगाइदिन्छु कि एकछिन बस्नु न ल